हाय, म विक्रम छेत्री भैरवदेखि। मेरो आज दाँत निकालेको यो दोस्रो दिन हो। यो गाला सुन्ने छ यति जस्तो कि हेर्न सक्नुहुन्छ। त्यही भएर मैले यो हाई लाइफको ओट्स लिएको अनि अन्डा खाएको। जति सफ्ट कुरा खाने त्यति राम्रो सजिलो हुन्छ हाम्रो दाँतलाई अनि चबाउन सजिलो हुन्छ। त्यसपछि मैले चाहिँ दबाई खाएको आफ्नो 4-5 मलाई गोली दिएको पेन किलर एन्टिबायोटिकहरू अनि त्यही खाँदै बसेको अनि रिकभर चाहिँ चाँडो भयो थिएँ। चाँडो भन्दा नै अब 1 हप्ता त लागिसक्यो। अब 11:05 रातिको भएछ अनि अब म फेरि चाहिँ दबाई खान्छु। मेरो मुख चाहिँ सुन्ने हल्का यो मुख चाहिँ त्यो पान सुपारी राखे जस्तै भएछ मुखमा। तर अब दबाई खाने टाइममा अनि रिकभर हुने त्यस्तै। हजुरले पनि बुद्धि भङ्गारहरू निकाल्नु भएछ भने भिडियो हेर्नु होला अथवा निकाल्न चाहनुहुन्छ भने हेर्नु होला। अनि जति सफ्ट चिज खानुहुन्छ त्यति राम्रो हुन्छ दाँतको लागि। अनि मैले चाहिँ ओट्सलाई अब मिक्सचरमा पिस्ने हो अनि बल्ल खाने हो अनि बल्ल सफ्ट हुन्छ। यसको यस्तो धुलो बनाएर पाउडर बनाएर अनि चबाउनु पर्दैन दाँतले। जति सफ्ट सामान खाए त्यति राम्रो हुन्छ। त्यसपछि मैले चाहिँ दुधमा रोटी भिजाएर खाएको जस्तो बच्चाहरूले खान्छन् नि त्यस्तै गरेर अनि ताकि मलाई धेरै चबाउन नपरोस् यस्तै गरेर खाएको। अनि यो मेरो यस्तो कन्डिसन छ अहिले। यो मेरो 4था दिन हो। 4 दिन भइसक्यो त्यो सर्जरी गरेको। मेरो मुखमा चाहिँ टाङ्का लागेछ। त्यो चाहिँ 1 हप्तापछि निस्किन्छ। यो आज म अहिले रिकभर फुल्ली भएछु 5वाँ दिन। अब म जान्छु। मिल्छु म नेक्स्ट भिडियोमा। बाई।